I'm uploading this video for the second time cause of copyright issue अनि बहिनीको बिहे चाहिँ सर्टकटमा भन्नु पर्दाखेरि चाहिँ धम्पा कम्प्लेक्स अवस्थित इरिक्सा प्यालेसमा पुग्यौँ अनि त्यहाँ चाहिँ हामी लामा पनि पढाउने वाला थियौँ। यता चाहिँ बोजूले मलाई ए नाति त धेरै मोटाएछ सर्ट भन्नु हुनुहुन्थ्यो। यता म प्यारी प्यारी नजर होस् सोल्टिनेहरू पर्खिँदै थिएँ। कहिले काहीँ त आफूले देखेर लाज लागेर चाहिँ कि म यति धेरै फटाकिन। फेरि अर्को मनले सोच्छु 2 दिनको जिन्दगानी मरिलानु के छ र भन्दै जन्ती सोल्टिनेहरू पर्सी। त्यस पछाडि यता हाम्रो बहिनीले चाहिँ जुत्ता लगाउने कार्यक्रम पनि सकिसकेछ अनि मनमा चाहिँ के भन्छ खयाल आइरहेको थियो कि पैसा उका बाबु भैया भन्दै। अनि यता हाम्रो नाम खुसी भए पनि दुखी हुँदै छोरीलाई टिका लगाइदिँदै थियो। And the most heartbreaking moment came. आमाले छोरीलाई ज्वाइँको हातमा सुम्पिने। But wait a second.